Hi everyone, welcome back to my video. So today's video is how to cultivate mushroom. यो चाहिँ कसरी बनिन्छ भन्दाखेरि क्याल्सियम सल्फेटको क्याल्सियम अब कसैले पनि गर्नुहुन्छ भन्दाखेरि एकदमै त्यो चाहिँ कम्ती निस्किन्छ क्या हो, ठुलो हुँदैन र 55 रुपिसहरू पर्छ तर तलबाट लिँदाखेरि 80 रुपिस खालि पर्छ पर केजी हो। हामीले चाहिँ तल लाउँदाखेरि चाहिँ हामीले जुन मैले लाउँदाखेरि चाहिँ हाम्रोमा चाहिँ अलिकति टेम्परेचर हाल्नुमा चाहिँ बेसी हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ 18/15 को लाउँछौँ। योभन्दा अलिकति ठुलो साइजको हुन्छ 18/15 को लागि हुन्छ। किन लाउनु भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ तपाईँहरूले अब जस्तो यहाँ दार्जिलिङ छ वेदर टेम्परेचर अलिकति लो हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ यो सानोमा चाहिँ तपाईँको माइसिलियम जुन चाहिँ माइसिलियम हुन्छ त्यो रनिङ चाहिँ बाहिरबाट जम्सहरू परिहाल्छ हातहरू गयो जस्तो अब केही खाएर जानुहुँदैन पर्फ्युमहरू लगाएर युज गर्नुहुन्छ होइन त्यस्तो अब अलिकति सेन्टेड टाइपहरूको अनि हामीले चाहिँ अब यो उयो बनाउँदै गर्दा पनि हाल्दा हुन्छ यता हाल्दा पनि हुन्छ कि तर हामी चाहिँ फर्स्ट चाहिँ अब हामी चाहिँ डल्लो सिलिन्डर चाहिँ डल्लो हुनु पऱ्यो नि त होइन त्यसको लागि चाहिँ हामी बताउँछौँ। एउटामा अब फर्मुलिन पनि युज गरिन्छ तर अब फर्मुलिन चाहिँ कस्तो भन्दाखेरि तपाईँले फर्मुलिन 2 ml निकाल्नुहोस् हाफ लिटर पानीमा फर्मुलिन युज गरेर एउटा कटन राख्नुहोस्। तपाईँहरूले यो सेनिटाइजर गर्दा पनि हुन्छ। यो सेनिटाइजर गरेर चाहिँ तपाईँको पहिला चाहिँ यसलाई चाहिँ रब गर्नु पर्ने किनभने त्यो माइसिन त अब एकदम नाजुक चिज हो होइन रब गर्नुपर्ने रेडी भयो एउटा प्लास्टिक होइन फ्रेममा हुनुहोस् होइन माथि जाली राख्नुहोस् होइन त्यहाँदेखि चाहिँ पानी हालिसकेर चाहिँ यसलाई चाहिँ पहिला फुल्ली हाल्नुहोस् डल्लै होइन यो हामीले हालिसकेर चाहिँ यसलाई चाहिँ बन्द गरेर चाहिँ त्यो उयसमा चाहिँ ड्रममा चाहिँ डुबाउनु पर्ने हुन्छ। 1.5 घन्टासम्म चाहिँ तपाईँहरूले चाहिँ राख्नु पऱ्यो त्यहाँनिर र माथिबाट चाहिँ के हाल्नुहोस् चाहिँ प्लास्टिक हो प्लास्टिक मजाले हालेर चाहिँ यसलाई चाहिँ एकदम भित्रको बाहिर चाहिँ बाफ नजाओस् के हुन्छ नि त्यो गरेर चाहिँ 1.5 घन्टा चाहिँ राख्नु पऱ्यो तपाईँले तर बेसी आगोमा चाहिँ होइन हल्का जस्तो कि भित्र ग्यास भइरहोस् के हो अनि त्यहाँबाट निकालेपछि चाहिँ तपाईँहरूले चाहिँ घाममा सुकाउनु पर्ने हुन्छ होइन मजाले यो घाममा सुकाउनु पर्ने हुन्छ। त्यहाँदेखि घाममा सुकेपछि चाहिँ यसमा चाहिँ तपाईँको मोइस्चर हुनु पऱ्यो जरुर इम्पोर्टेन्ट छ मोइस्चर होइन मोइस्चर जरुरी छ। मोइस्चर चाहिँ कसरी चाल पाउनु पर्ने हो भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ यसरी निचार्दाखेरि चाहिँ पानी छुनु भएन होइन पानी छुनु भएन प्लस तपाईँको हातमा चाहिँ हल्का मोइस्चर चाहिँ हुनु त्यसमा चाहिँ कति भन्दाखेरि चाहिँ 40-50 भन्छ त्यसलाई चाहिँ मोइस्चर चाहिँ हाम्रो हातमा आएपछि चाहिँ 40-50 चाहिँ मोइस्चर चाहिँ हुनु पऱ्यो। यो चुह्यो भने चाहिँ अब तपाईँको 70-80 हुन्छ। अन्त हामीले यो किलोमा हामीले लाउँदाखेरि चाहिँ के हुन्छ जुन चाहिँ स्पम छ त्यो चाहिँ एकदमै सडेर जान्छ क्या हो एकदमै त्यो पानीको भित्र मात्र कारणले गर्दाखेरि चाहिँ सडेर जान्छ त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो ग्रो गर्न सक्दैन क्या। अन्त चाहिँ यसमा चाहिँ हाम्रो चाहिँ लगभग 40-50 चाहिँ मोइस्चर हुनु होइन र अझै पनि छ यहाँ छान्दा हुन्छ र कसैले आउनुहोस् चाहिनुहोस् छान्दा हुन्छ कि च्याफे पकाउनु जब अहिले बाहिर सुकाउँछ नि जब स्टेलाइज भएर
सुकिन्छ होइन त्यसरी घाममा सुकाउँछ त्यो घाममा पनि तपाईँको मिनिमम 3 घन्टा 4 घन्टा सुकाएर चाहिँ हामीले भित्र हालिहाल्नु पर्ने हुन्छ सेडभित्र होइन जस्तै एग्रिगेटको सेड हुन्छ या घरको सेड हुन्छ त्यो भित्र हालिहाल्नु पर्ने हुन्छ किन भन्दाखेरि चाहिँ यसमा चाहिँ एउटा मच्छर आउने मच्छर हुन्छ कि त्यो मच्छरले चाहिँ त्यहाँनिर अन्डा पारेपछि चाहिँ यसमा चाहिँ लार्भा क्रिएट हुन्छ जब तपाईँले बेड फिलिङ गर्नुहुन्छ होइन त्यहाँदेखि आफ्टर तपाईँको एक हप्तामा चाहिँ फेरि लार्भा त्यसबाट चाहिँ क्रिएट हुन्छ हो अन्त त्यो लार्भाले चाहिँ डल्लै माइसिलियम चाहिँ जुन चाहिँ रनिङ भएको जुन चाहिँ व्हाइट कलरको माइसिलियम हुन्छ त्यो चाहिँ डल्लै खाइदिएपछि चाहिँ त्यो ग्रो हुनै सक्दैन फेरि एउटा हो यसलाई चाहिँ हामी चाहिँ अब बाहिर राख्यो सुकायो 3 घन्टा 4 घन्टा सुकायो मजाले त्यहाँदेखि चाहिँ हामीले भित्र राख्नु पर्ने हुन्छ होइन भित्र एकदम सेफ्टी जस्तै अब तपाईँले कहाँ गर्नुहुँदैछ होइन त्यो जालीभित्र या घरको कहाँनिर एकदमै त्यहाँदेखि फेन लगाएर गर्नु सक्नुहुन्छ तपाईँले फेन सुकेन भनेदेखि फेन लगाएर गर्नु सक्नुहुन्छ होइन त्यो लार्भा क्रिएट हुँदैन त्यसमा मच्छर आउँदैन होइन त्यो हुन्छ अन्त हुन्छ त्यो चुनाले चाहिँ त्यो काटिन्छ क्या त्यो चाहिँ अब जति पनि छ अब त्यसमा जस्तै यसमा लाग्नुपर्ने चाहिँ एउटा के हो बिमार भन्दाखेरि चाहिँ एउटा ब्ल्याक मोल्ड भन्छ ब्ल्याक मोल्ड व्हाइट मोल्ड र ग्रिन मोल्ड हुन्छ 3टा हुन्छ ब्ल्याक ग्रिन र व्हाइट मोल्ड हुन्छ होइन त्यो चाहिँ हामीले जब हामीले पट फिलिङ गरेर तपाईँको यहाँनिर चाहिँ ग्रिन मोल्ड हुन्छ ग्रिन भएर आउँछ नि त्यो भएपछि चाहिँ तपाईँको त्यसले चाहिँ डल्लै बिग्रिन्छ त्यो चाहिँ अब हामीले सेटबाट हटाउनु पर्ने हुन्छ टाढो लगाएर बेच्नु पर्ने हुन्छ होइन त्यसको लागि चाहिँ हामीले चाहिँ चुना युज गर्नुपर्ने हुन्छ मेन चाहिँ हो चुना हाल्नुपर्छ र चुनाले चाहिँ के गर्छ तिनीहरूले सेज गर्छ हो त्यो छ हो 10 किलोमा तपाईँको हाफ केजी हाल्दा हुन्छ हाफ केजी हुन्छ त्यसलाई त्यसरी यसरी मजाले बेसी टाइट पनि हल्का ठिक हुन्छ नि अब बेसी टाइट गर्दाखेरि पनि के हुन्छ भने माइसिलियम रनिङ राम्रो होइन बेसी हल्का गऱ्यो भने पनि कम्पोज भएर चाहिँ मुनिजान्छ होइन अन्त तपाईँहरूले जस्तै क्रपहरू पनि अब एकदमै ठुलो निस्किँदैन त्यसको पनि हुन्छ प्रब्लम नगर एकदमै साइड साइडमा फर्स्टमा चाहिँ बिचमा त्यसपछि साइड साइड बिचमा होइन मिडलमा साइडमा फेरि हाल्छु कति भयो यो 3 टाउलीको तपाईँहरूले लेयर हाल्दा हुन्छ हो लेयर माथि फर्स्ट लेयर भएको छ सेकेन्ड लेयर
कालो कालो पनि भने पुरा स्प्रेड गर्नु क्या फाइभ इयर्स त्यसले चाहिँ कति इन्चमा राख्नुपर्छ त्यो थाहा हुँदैन 5 इयर्स पिच गर्दाखेरि चाहिँ बिस्तारो गर्नु पऱ्यो किनभने त्यो भित्रको हावा चाहिँ निक्लिनुपर्छ तर यो प्लस ब्याग चाहिँ फुट्नु हुँदैन त्यस प्रकारले हल्का गर्नु अब यो ब्याग छ नि होइन यो सिलिन्डर के अरे 1 आफ्टर यसरी झुटाउँछ त त्यसले गर्दा यहाँबाट मसरुम निक्लिनु हुँदैन अनि फेरि त्यो अर्को माथिको यो सिलिन्डरलाई पानी हाल्दाखेरि फेरि त्यो चुहेर त्यो मसरुममा लाग्छ त्यसले यहाँबाट चाहिँ क्लोज हुनुपर्छ यो अरू जग्गा मात्रै अब होल्ड गर्नुहुन्छ माथि अब हामी चाहिँ यसमा कस्ट जोड्नु पऱ्यो मिनिमम 50 रुपिस गिल्टिन्छ यो हामीले जुन चाहिँ सिलिन्डरमा आएको थियो हामीले चाहिँ सबै कस्ट जोडेर जति हो चाहिँ कसरी गर्नुपर्छ भने एउटा पिन हुन्छ पिनले छेड्यो होइन छेडेपछि यसमा तपाईँको कटन हाल्नुपर्ने हुन्छ किन कटन भन्दाखेरि अब हामीले यतिकै छोड्यौँ भनेदेखि यसमा कार्बन डाइअक्साइड बेसी बनिन्छ होइन भन्नुको लागि अक्सिजन त चाहियो होइन ज्यादा बनेपछि कार्बन डाइअक्साइड ज्यादा बनेपछि चाहिँ त्यसबाट फ्लोटिङ हुँदैन होइन अक्सिजन ज्यादा भयो भने पनि फेरि फ्लोटिङ हुँदैन दुइटै कम्बिनेसन चाहिँ मिल्नु पऱ्यो 50-50 मिल्नु पऱ्यो कार्बन डाइअक्साइड पनि अक्सिजन पनि होइन हामीले यसलाई यो लाउँछ होइन यो लगाएको कारण चाहिँ किन भन्दाखेरि हाम्रो बाहिरको जति पनि ब्याक्टेरियाहरू अब हावामा त हुन्छ होइन त्यो भएपछि चाहिँ यो कटनभित्रबाट तपाईँको अक्सिजन त यो पास भइरहेको हुन्छ होइन अन्त मेन कुरो चाहिँ यो हामीले कटन लाउँदाखेरि चाहिँ जुन चाहिँ ब्याक्टेरियाहरू छ त्यो चाहिँ पस्नु पाउँदैन होइन फङ्गल यो जुन चाहिँ ड्यामेज गर्नु पाउँदैन जुन चाहिँ नाइट्रोजन भनेर जति पनि भयो त्योहरूलाई चाहिँ हामीले यसले कभर गर्छ यो चाहिँ अब तपाईँहरूले अब यहाँ लाउनु भयो अब यसको सिधा यहाँनिर अपोजिट यहाँ भयो एउटा यहाँ
कटनमा अरू केही हजुर यो कपी यहाँले फिलहाल 4टा खालि लगाउनु होइन त्यहाँदेखि यसको यो जुन चाहिँ अब यो चाहिँ तपाईँको भित्र इन्डोर अब जहाँ छ प्लान्ट गर्ने ठाउँ त्यहाँनिर हामीले राख्छौँ होइन राखेपछि चाहिँ यो चाहिँ कति दिन बादमा चाहिँ माइसोलिन रनिङ हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ 15 डेज लाग्छ 15 दिन भित्र माइसलिन रनिङ 15 डेज लाग्छ 15 डेज हो अब यहाँनिर त अलिकति तपाईँको अलिक यहाँ जाडो छ हो त्यही कारणले गर्दाखेरि अलिकति बेसी पनि लाग्न सक्छ एक्ज्याक्ट त म यहाँको भन्नु सक्दिनँ होइन तर हाम्रो तलतिर चाहिँ अब 15 डेजमा चाहिँ अब माइसोलिन रेडी हुन्छ होइन जब यो डल्लै वाइट हुन्छ वाइट भएपछि चाहिँ तपाईँको कटन रिमुभ गर्नुपर्ने हुन्छ पुरा फुल त्यो माइसलिन रन गरेर वाइट हुन्छ नि सबै त्यति बेला चाहिँ त्यो कटन निकाल्नु यो कटन निकाल्नुपर्ने हुन्छ होइन त्यहाँदेखि चाहिँ बिस्तारै चाहिँ तपाईँको क्रप निक्लिने क्रप चाहिँ कहिले निक्लिन्छ भन्दाखेरि तपाईँको 25 दिनमा चाहिँ तपाईँको क्रप निक्लिन्छ होइन जुन चाहिँ फ्रुटिङ स्टार्ट हुन्छ त्यहाँदेखि चाहिँ तपाईँले 27 दिनदेखि चाहिँ तपाईँले खानु घरमा रोप्नु भने खानुहुन्छ बेचेर अब कसैलाई बिक्री गर्नु पनि सक्नुहुन्छ होइन यो चाहिँ मिनिमम चाहिँ टक्क गरेर चाहिँ 27 दिनमा चाहिँ रेडी हुन्छ 27 डेजमा चाहिँ रेडी हुन्छ फ्रुटिङदेखि लिएर सबै हार्भेस्टिङ डल्लै हार्भेस्ट डल्लै गरेर चाहिँ तपाईँको 27 डेजमा चाहिँ रेडी हुन्छ हो अन्त यसमा चाहिँ अब जस्तै क्रप निक्लियो होइन यहाँबाट क्रप निक्लिन्छ जब क्रप निक्लिन्छ त्यति बेला चाहिँ हामीले पानी लगाउनु पर्ने हुन्छ हो पानी चाहिँ कसरी भन्दाखेरि चाहिँ एकदम फ्रेस पानी जो पानी चाहिँ रिजर्भ गरेको चाहिँ होइन त्यो ड्रमतिर राखेको चाहिँ होइन जो पानी चाहिँ तपाईँको सर्कल रनिङ भइरहेको हुन्छ नि पानी हो त्यो पानी चाहिँ त्यसलाई चाहिँ स्प्रे गरेर चाहिँ हल्का स्प्रे गर्नुपर्ने हुन्छ क्यान्डल फ्रुट बाहिर निक्लिसकेपछि हल्का खालि स्प्रे गरेर होइन त्यहाँदेखि चाहिँ 15 दिन बादमा तपाईँहरूले यो पनि गर्नु सक्नुहुन्छ कि अब यहाँ हामीले 4टा छिरेको छौँ होइन 4टामा तपाईँको माइसोलिन जब रनिङ भइसकेर चाहिँ यहाँबाट काट्नुपर्ने हुन्छ सानो ब्लेडले हल्का यति लामो काटिदिनुहोस् हो यति लामो काटेर चाहिँ त्यतिखेर चाहिँ पानी लाउनुपर्छ कतिवटा एउटा 2टा 4टा ठाउँमा काटेर 4टा ठाउँमा चाहिँ ब्लेडले हल्का यहाँबाट सिलिन्डरमा हो सिलिन्डर चाहिँ नपाकोस् यो तपाईँको यत्रो टाइपमा चाहिँ काट्नुपर्ने हुन्छ यहाँबाट जब यो फुल माइसोलिन रनिङ भइसकेको हुन्छ त्यति बेला खालि हुन्छ हो 15 डेज अब रनिङ भइसकेर चाहिँ अब वाइट कलरको भएपछि चाहिँ यो यहाँबाट चाहिँ तपाईँले कट लाउनु पर्ने हुन्छ होइन कट लगाएपछि चाहिँ यहाँबाट पनि तपाईँको फ्रुटिङ स्टार्ट हुन्छ